गाइस, वेलकम ब्याक टु अ डे इन माई लाइफ। अनि तपाईँहरूलाई मेरो ब्लगमा स्वागत छ फेरि पनि। अनि अहिले भने चाहिँ म र भावना माथि बजार जान आँटेको। बजार चाहिँ किन भनेदेखिलाई हस्पिटल पनि जान्छु, बजार पनि जानु छ, अनि अरूको काम पनि छ एउटा स्कुल जाने। अनि आज चाहिँ मसँग भावना गइदिन्छ मेरो साथी है। अनि म बिमार भएको कारण चाहिँ अनि हस्पिटल देखाउनु पर्ने छ, घरबाट हस्पिटल देखाउनु भन्दैछ होइन। अनि बिमारले हस्पिटल देखाउँछु, दबाईहरू पनि लिनुपर्ने छ। सो गाइस, ब्लगमा बनिरहनुहोस् होला, कस्तो हुन्छ तपाईँलाई देखाउने छु है। यहाँ आइपुग्यो म र भावना चाहिँ। डक्टर भेट्छ कि भेट्दैन हो। अनि अहिले चाहिँ हस्पिटल आएको छु। सो के हुन्छ तपाईँलाई भन्नेछु है। दबाई पनि देखाइसकेँ हो। दबाई पाएँ, आधी चाहिँ किन्नु पर्ने भयो हो। भावनालाई अल्छी लाग्यो है भावना? अल्छी चाहिँ होइन, उब्दा उब्दा खुट्टा दुखिसकिसक्यो मेरो। मलाई चाहिँ रिङ्गाटो लाग्यो। दबाई लिन आएर चाहिँ फेरि यता हो, आधी चाहिँ पाएँ नि त, अन्त आधी चाहिँ किन्नु पर्ने भयो। एउटा मात्रै किन्नु पर्ने, अरू सबै पाएँ हो। अनि त्यहाँबाट अब फेरि सिनियर सेकेन्ड्री स्कुल जानुपर्ने हुन्छ, म सानो काम छ त्यहाँनिर। अन्त चाहिँ बजारमा आएर फेरि फर्किनु पर्ने हुन्छ रुम। यसमा चाहिँ किनिसक्नु हो। अब जाँदैछु अहिले चाहिँ। छैन, म फर्काइदिन्छु त भरे बिहान एरिया उयो गरेर। के अरे कस्तो दामी ओइ आकाश हेर्ने यता जाने एउटा ल कहाँ परबाट कति सो कस्तो दामी उयो भइरहेको छ हेर्नु। अहिले चाहिँ म पर सिनियर सेकेन्ड्री जाँदैछु स्कुल। त्यहाँनिर सानो काम छ मेरो चाहिँ होइन। अनि त्यहाँबाट फेरि बजारै फर्किनुहुन्छ, रिटर्न रुम। दबाईहरू किने हो। कस्तो विक भएर हिँड्नु सकेन गर्नु छ। मलाई चिसो लाग्छ भनेर मैले यस्तो घाममा यस्तो लुगा लगाएको कि भुँडी कस्तो दुखिरहेको छ मेरो चाहिँ। डक्टरले चाहिँ मलाई दबाई खानु भन्नुभएको छ 5 डेजको हो। अनि पानीहरू पनि एकदम बेसी खानु भन्नु भइरहेछ। अनि त्यहाँबाट दबाई इफ जाती भएन भने फेरि आउनु भन्नुभएको छैन। दबाई चाहिँ खानुपर्ने हुन्छ मैले। यस्तो ओह्रालो अहिले चाहिँ यताबाट चाहिँ हामी यहाँ उकालोबाट चाहिँ यता गएको हो। कसो जाँदा ढुक्कै हुन्छ है। किन यो होइन त अदरवाइज कन्फ्युजिङ। ल कस्तो उकालो चाहिँ थाक्यो भनाइदिएको हेर्नु न। भुँडी दुखिरहेको कस्तो उकालो हेर्नु चाहिँ जानै पर्ने छ हो काम। आई त पुग्यौँ हामी हो। अब कहाँ त जानु हो, म दिदीलाई कल गरिकन सोध्छु एक त। आई चाहिँ पुग्यो, स्कुल बन्द हो कि के हो कि गाइस। हामी चाहिँ यहाँबाट फर्किँदैछौँ। अन्त काम चाहिँ त्यस्तो भएन हाम्रो हो। अनि त्यहाँबाट यहाँ छैन रहेछ, अर्कै जग्गा सरेको रहेछ त्यो काम हुने चाहिँ। अन्त फेरि फर्किँदैछौँ हामी हो। आउनुको दुःख मात्रै भयो भन्नु पनि के भन्नु, एक्सर्साइज भयो मलाई भावनालाई रुममा बस्दा बस्दा होइन। हड्डीहरू खोलियो हो। सो गाइस अब फेरि बजार जानुपर्ने हुन्छ, त्यहाँबाट रुम। यो खोला गएको खोला गएको थियो तर हामीलाई लगेन होइन। यो उसको साथीसँग मात्रै कुट्छ नि त। बिमार भयो भने चाहिँ फेरि हामी नै चाहिन्छ है। स्यापेज भेट्यो गाइस। हेरेर त मलाई यस्तो भन्छ है त्यतिखेर यता फर्क त मस्करा लाग्यो। मलाई भन्नुहोस् त मस्करा लाउँदा त
हाँ? तँ त्यहीँ थिइस् त कुन के गर्दै थिइस् तँ ए उयसको गीताको उयो गर्दै थिइस् फ्रन्ट पेज बनाइदिँदै थिइस् ए यो